त्यहाँ अगाडि चाहिँ माया सिक्नेको मान्छेले चाहिँ के गरे अरे होइन, हामी त्यहाँ चाहिँ जाँदैछौँ। अब अहिले एकछिनमा थाहा हुन्छ हामीलाई, अहिले एकछिनमै थाहा हुन्छ। अहिले त्यहाँनिर के भइरहेछ भनेर हामीलाई त्यहाँबाट बोलाएको छौँ है। त्यहाँनिर चाहिँ कुनै कसले चाहिँ अब खास मान्छे समातेछ गरे, त्यही भएर चाहिँ हामी चाहिँ बिहाबाट पुरै 3जना गइरहेछौँ होइन। अहिले त्यसपछि के हुन्छ अहिले कता गयो त्यो मान्छे? त्यो मान्छे हराइसक्यो रे त्यो मान्छे हराइसक्यो सर भने त्यो बच्चा काठमाडौँ आइसक्यो, कमल बिसीले बोलाइसक्यो। अब सर चाहिँ आज त्यो मान्छेले भेट्ने बित्तिकै डाइरेक्ट पहिलो चार्ज हुने विचार छ। केटाहरू एकदम एग्रेसिभमा भइरहन्, ठाउँमा पुग्ने बित्तिकै झ्याप हान्दिने भन्ने कुरा भइरह। बाटो अलिक खतम छ यहाँ, मान्छे भेट्ने बित्तिकै ठोकिदिने विचार छ आज। कसम छिटो छिटो गइरहने, छिटो छिटो एकदम फास्ट, बाटो अलिक खतम भएर होइन। केटाहरू एकदम एग्रेसिभ भइरहन्। कता गयो ओइ? बाटोमा कसको के सामान भेटेको अवस्था छ? भेट्यो पावरवाला भेट्यो कि के पत्ता। केटाहरू एकदम एग्रेसिभ अवस्थामा छन्, भेट्ने बित्तिकै मारिदिने भने मागा ठोकिदिने अहिले। भेट्ने बित्तिकै सुरुमै टाउकोमा चार्ज हुन्छ। ठाउँमा आउन लागिसकेको छ, यहीँ नजिकै। अब त्यो केटालाई पहिलो झ्यापमै काले दाइले एकदम हरामी अवस्थामा यो समात्नको लागि कडक अवस्थामा यहाँबाट ठाउँमा आउन लागिसकेको छ। अब केटाहरू एकदम एग्रेसिभ अवस्थामा छन्। पहिलो झ्यापमै समात्ने बित्तिकै हाम्रो एकजना सर चाहिँ एकदम एग्रेसिभ अवस्थामा हुनुहुन्छ, भेट्ने बित्तिकै समातेर घाँटी छिन्टाइदिने भनेर। ठाउँ एकदम नजिकै हो। अब मान्छे काटेर, गाउँको मान्छे काटेर भागेको छ होइन, पुगेटा हो। भेरी नदीमा हाम फाल्यो कि कहाँ फाल्यो यार, भेटिन्न त। यही बाटो भागेको छ कि पाइला दौडेको पाइला पनि यहीँ छ यार। ट्र्याकिङ गर्दै जाउँ, कहाँ भेटिन्छ त्यसको बाइक चाहिँ कता भेटिन्छ? ठाउँ पनि के हो यार, तिमीले चाहिँ कता भाग्यो होला त यार?